तो हेलो गाइस, वेलकम टू माय न्यू ब्लॉग भिडियो। तो गाइस आज का ब्लॉग होगा नेपाली में। तो गाइस हेर्न सक्नुहुन्छ तपाईहरु मेरो पछाडी कति दाजुहरु हुन्छ। दाजु यहाँ मेरो बाक्री साथी आज हामीहरु कहाँ आएको छु, यहाँ करेसा बारीमा। के छ भाइहरु यहाँ के छ दाजुहरु भन्नु त। हाम्रो बाख्री साथीलाई धेरै सपोर्ट गर्नु होला। दाजु आज कता घुम्न आउनुभयो? आज यो म पनि नयाँ ठाउँ हो मेरो। नयाँ ठाउँ हो। अनि शिव दाजु के हामीलाई त थाहै भयो कता लगिरहेको। यहाँ केराको बोट छ, यहाँ हेर्न सक्नुहुन्छ। यतापट्टि के छ अब थाहै छैन, तर अहिले सकिसक्यो। करेलाको थियो। दाजुहरूलाई नयाँ ठाउँ ल्याएको आज, किनकि भनिरहेको त धेरै दिनदेखि कि मलाई पनि लगाऊ यतातिर, कहाँ कहाँ तिमीहरू घुम्न जान्छौ। आज हेर्न सक्नुहुन्छ कति हो हाम्रो ग्रुपको मेम्बर बढिसकेछ। आज 8-9 जना छ जति जति। हेरौँ कहाँ कहाँ जान्छ आज लिएर, किनकि आज पुरानै ठाउँ हो। पहिला त हामीहरू त आइसके कतिचोटि, कहाँ पुगिसके। यहाँ जङ्गल झाडीमा छु अहिले, किनकि यता खेतीबाडी गर्ने ठाउँमा आएको छु। हेर्नुहोस् पट्टि चाहिँ भिन्डी खेती भइरहेछ, त यतापट्टि चाहिँ करेलाबारी छ। यतापट्टि साइडमा जङ्गलै जङ्गल छ। दाजुहरू अगाडि गइसक्यो, किनकि म पछाडि छु। त हेरौँ गाइस कता कता हामीहरू गइरहेको थियौँ। आज नेपालीमा ब्लग बनाइरहेको छु धेरै दिन पछि, किनकि न त म त हिन्दी मिडियममा बनाउँथेँ ब्लग चाहिँ। एउटा गाउँबाट बिलङ गरिरहेको थिएँ, त्यही भएर। गाइस धेरै दाजुहरूले भनेको थियो कि नेपालीमा बनाऊ भाइ ब्लग, किनकि अलि भाइरल पनि हुन्छ। धेरै दाजुहरूले हेरेको थियो, भिडियोहरू हेर्थ्यो। धेरै दाजुहरूले कि भ्युज आउँदैन, कमेन्ट आउँदैन, लाइक आउँदैन, त्यही भएर अब अलि नेपालीमा पनि बनाऊ। त्यही भएर आजको ब्लग चाहिँ नेपालीमा। एरियाबाट हामीहरू अलि राम्रो ठाउँमा पुगिसके। कोही दाजुहरू पछाडिपट्टि घुमफिर गरिरहेछ, फोटोसोटो खिचिरहेछ। र आजको ब्लग चाहिँ अलि राम्रै हो, तर पुरानै ठाउँको हो। तर यो ठाउँको पहिले चाहिँ सुट गरेको थिएन, त्यही भएर अब आजको लागि त नयाँ हो। चाहिँ यता एक्टिङ गरिरहेछ, रोल्स खेलिरहेछ गुन्डाको चाहिँ। यता दाजु शिव दाजु चाहिँ क्यामेराम्यान छ त्यहाँ। साथीले पनि अब सङ चाहिँ अब खोजिरहेछ कुन सङमा डान्स गर्ने। त गाइस अब यी नजदी फिरा त्यही गानामा अब डान्स गर्छौँ हामीहरू। एउटा गाना सिलेक्ट गरेछ मेरो साथीले, अब त्यसमै अब डान्स गर्छु अनि अगाडितिर लाग्छु। अगाडितिरको पनि भ्यू चाहिँ धेरै राम्रो छ। त गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ हामीहरू भिडियो सिडियो अब बनाइसके। यताबाट पछाडि चाहिँ यता भिडियो बनाइरहेको थिएँ, अब भिडियो चाहिँ हामीहरूको भइसक्यो सुट। अब फेरि गइरहेको छु अगाडितिरको पनि भ्यू चाहिँ धेरै राम्रो छ। हामीहरू मुनिबाट त्यहाँ आउँदा त्यहाँ माथितिर पुगिसकेछु। त्यहाँ जहाँ अस्ति चाहिँ खाएको त्यति यतैबाट सामान लिएर हामीहरू खाएको थियो अस्ति चाहिँ। यही होस्टल थियो, यता गाडी उडी सबै त हेर्दै हुन्छ पहिलाकै हो यो। अब माथितिर फाइनली आइस। यो ठाउँमा पहिला आउनुभयो कि फर्स्ट टाइम आएको, राम्रै छ, रमाइलो लाग्यो। रमाइलो भयो नि एकदम, भने जस्तो भयो नि कि ठाउँ रमाइलो छ भनेर। ठाउँ रमाइलो हुन्छ बिहान हामी यतातिरबाट अब है यो सूर्यको अलिकति माथि आइरहेछ है। ठाउँ चाहिँ राम्रो हो नि, मर्निङ वाक गर्ने ठाउँ राम्रो हो नि। ठिक छ, गर्दै आयो। अब यहाँ खाजासाजा पनि पाइरहेछ। त्यता हेर्न सक्नुहुन्छ अस्ति चाहिँ यही चाहिँ खाजासाजा खाएको थियो हामीहरू। अब हेरौँ आज पनि के खाने हो, अनि त्यसपछि रुमतिर लाग्ने हो। खानेकुरा के भेटिरहेछ, के लिन्छ र। त गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ आज चाहिँ कचडी वचडी केही भेटे छैन, किनकि यहाँ सबैको हातमा आज चाहिँ नेस्कफी हो। हामीहरू यो नेस्कफी लिएर अब खाँदै रुमतिर लागिरहेको छु। अरू के कस्तो छ भनिदिनु त लास्ट अन्तिम ब्लगमा चाहिँ। एकदम राम्रो। त गाइस अब यतादेखि ब्लगलाई इन्ड गर्दैछु। अब फेरि अर्को ब्लगमा भेटौँला। त बाई बाई गाइस, बाई बाई गरिदिनु सबै साथीहरू।